लाई गाह्रो थियो सुरुमा चाहिँ के जेनजीको उपलब्धि हडप नआइस अलिकति बोले कि चाहिँ भन्ने थियो। 79 मा पनि त्यो खालको चाहिँ रियाक्सन पनि भएको थियो। यो गाह्रै हुँदो रहेछ, तर हामी निहुरिनुपर्छ, झुक्नुपर्छ, अलिकति फैलनुपर्छ, सबैलाई ठाउँ दिनु पनि पर्छ, तर त्यो अहमता नदेखाइकन भन्ने चेत थियो। द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय संवादहरू एकदमै घनीभूत ढङ्गले भइराखेका छन्। आज म हाम्रो विभिन्न समितिका साथीहरूको एक्नोलेजमेन्ट पनि गर्न चाहन्छु। पुकार बम केन्द्रीय सदस्यको नेतृत्वमा पनि एउटा संवाद सहकार्य चाहिँ चलिरहेको छ। त्यसपछि त्यसलाई एउटा बिन्दुमा पुर्याएपछि हामीले शीर्ष नेतृत्वहरूसँग, अलि स्थापित राजनीतिक पात्रहरूसँग पनि कुरा गर्नको लागि भनेर उच्च संवाद समिति भनेर मेरै संयोजकत्वमा पनि त्यो गठन भएको छ। मेरो समितिमा शिशिर खनाल र डाक्टर तोसीमा कार्की हुनुहुन्छ। पुकार बमकोमा पनि गणेश कार्की लगायतका साथीहरू सक्रियतापूर्वक लाग्नुभएको छ। त्यसैले यो हामीले वार्ता गरेर सबै कुरा टुङ्गोमा पुर्याउने होइन, तर एकअर्काको कुरा बुझौँ। हामी समानुभूति भन्छ नि, सहानुभूति होइन कि समानुभूति, एम्पथीको कोणबाट पनि अगाडि बढौँ भन्ने दृष्टिले हो। र आज पनि अलिकति अब यो द्विपक्षीय बहुपक्षीय संवादहरूलाई एकै थलोमा सुनौ कुरा। हामीलाई फोरम दिइदिए हुन्थ्यो, हामीले फोरम पाउनु पर्यो, राष्ट्रपालले अलिकति अगाडि सर्दिए हुन्थ्यो भन्ने पनि धेरै नै घचघच्याइ पछि हामीले यो कार्यक्रम राखेका हौँ। यद्यपि यसको निरन्तरता हामी दिने नै छौँ। त्यसैले आज सुन्ने भावनाले मैले धेरै अब यो समराइजतिर म गइनँ। सेल्फ एभिडेन्ट छ, सबैले आफ्नो कुराहरू राख्नु भएको छ, तर मूलतः 3टा क्लस्टरमा धारणाहरू आएका छन्। जेनजीको आन्दोलनका विभिन्न पाटाहरू, घाइते मृतकहरूको कुरा, इस्युदेखि लिएर एकदमै यहाँ योगेन्द्र भण्डारी भाइले राख्नुभयोदेखि लिएर यसलाई कसरी संस्थागत गर्ने, होइन, संविधानमा अनुसूचित थपेर गर्ने हो कि राजपत्रबाट मात्र गर्ने हो कि राष्ट्रपतिको संलग्नताबाट मात्र गर्ने हो कि, यी त भए कागजी कुरा। यसको डिफ्याक्टो अथवा स्पिरिटमा चाहिँ रूपान्तरण खोज्या हो नि त हामीले। यो कागजी कुराहरू, यस्ता आन्दोलन त कति भए, प्रतिक्रान्तिका कुराहरू, पश्चगमन, यावत सबै कुराहरू आछन्। हामीले एकदमै फेथफुल्ली यसलाई नोट पनि गरेका छौँ, यसलाई संश्लेषण पनि गर्नेछौँ। पुराना दल किनले बोलाएको भन्ने समेत प्रश्नहरू आछन्, हामीले सुन्नुपर्छ। जेनजीका एकदमै अग्रणी अभियन्ताहरूसँग मैले संवाद गर्ने मौका पाएको थिएँ भदौ 25 गते। यो संविधान राख्ने कि नराख्ने म सोच्दैछु भन्नेसम्मको बाणीहरू पनि सुनियो। भनेपछि यो राजनीतिप्रतिको बुझाइ, राजकाजको गाम्भीर्य, चेतको बारेमा पनि सुन्नुपर्छ हामीले सबै। यो आन्दोलन अगुवाई र आह्वान जेनजी भए पनि सबै पुस्ताको आह्वान हो। यो के अरे संलग्नता भएको छ, जुन कुरा पनि आइसकेको छ। त्यसैले हामीले पुराना अनुभवबाट पनि सिक्नु पर्यो। कहाँ कहाँ गल्ती गरिएको थियो त्योबाट पनि सच्याएर अगाडि जानुपर्ने हुन्छ। त्यसैले यो सबैको लागि चाहिँ रासोपाले एउटा सहजकर्ताको, संयोजनको भूमिका खेल्न सक्छ भने गरौँ भनेर आयोजना गरिएको हो। र लामो भयो, 4.5 पौने 5 घन्टा यहाँहरू बस्दिनु भयो।